हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई च्यानल हजुर सबैजना सन्चै हुनुहुन्छ होला अनि आफ्टर लङ ग्याप है आज चाहिँ सोम थर्ड डिभिजनमा चाहिँ भलिबल म्याचको ओपनिङ थियो सो गएको थिएँ आज है हेर्नको लागि मेरो ड्युटी अफ थियो आज अनि भाइले जाउँ भनेर चाहिँ म गएको थिएँ आज हेर्नको लागि ट्रफीहरू यहाँ राखेको रहेछ अनि दिन पनि एकदमै दामी भइरहेको थियो अन्त यहाँ हेर्नु न ट्रफीहरू पनि एकदमै मजाको लेखेको रहेछ विनर अफ र रनर अफलाई यो चाहिँ विनर अफ ट्रफी रहेछ अनि जुन यो मुनिको चाहिँ एचएस पास माध्यमिक पास आइसिएससी पास गर्नेहरूलाई रहेछ है ट्रफी यो चाहिँ रनर अफ ट्रफी अनि धेरै खुसी लाग्यो मलाई है अनि यो जुन एचएस पास गरेको ट्रफीहरू देख्दा चाहिँ अब आउने जेनेरेसन नानीहरूले पनि सिक्छ नि त अनि जुन मैले चाहिँ के नोटिस गरेँ भन्दा अब आउने पढ्नेहरू नानीहरूलाई पनि इच्छा हुन्छ नि त होइन यसरी ट्रफी दिँदो रहेछ म पनि पढ्छु म पनि थाप्छु भन्ने इच्छा हुन्छ नि त अनि सोम थर्ड डिभिजनलाई एकदमै कमिटीलाई म तपाईँहरूलाई अल द बेस्ट दिन चाहन्छु है तपाईँले एकदमै अर्गनाइज राम्रो गर्नुभएको छ अनि तपाईँको यो जुन आउने गेमहरू चाहिँ एकदमै राम्रोसँगले भएर गएको होस् अन्त अहिले मोरा भाइ चाहिँ मेरो साथी रुबेनको घर पानी खानु गएको है एकदमै गरम छ अनि रुबेन पनि तयार हुन्छ अरे साथी पनि अन्त यो चाहिँ रेडी भएर आएर चाहिँ एपी दादाले बोल्दैछ नि समय हाम्रो समयले हामीलाई डाँडा काटेर गइसकेको छ समय हाम्रो समयले हामीलाई डाँडा काटेर गइसकेको छ यसर्थ जतिलाई पनि हामीले आमन्त्रित गरेका छौँ उहाँहरू अघि नै आइसक्नु भएको छ र कमिटी दाजुभाइहरू पनि जति पनि हुनुहुन्छ तपाईँहरू झट्टैभन्दा झट्टै यस खेल मैदानमा आई आफ्नो जिम्मेवारी निभाइदिनुहुन्छ भनेर म पूर्ण आशा राख्दछु र विशेष आजका आयोजक कमिटी अबे जल्दी बोल कल सुबह पनवेल निकलना है सामेल गुरुङ अनि केशव भाइलाई आफ्नो जिम्मेवारी निभाइदिने म अनुरोध गर्दछु धन्यवाद अन्त अहिले चाहिँ हामी स्टेजमा शीतलमा बसिरहेको छौँ गीत गाउँदै बसिरहेको छौँ बर्खा लाग्न लागिसक्यो सामान राख्ने ठाउँै भएन अप्ठ्यारो नमानिकन एक दुई दिनमा खोटा खारेको थियो है दाबी चाहिँ अब यो वर्ष अहिले चाहिँ हामीले गिगाइसकेर बादमा एकछिनबाट म्याच स्टार्ट भयो अनि तपाईँले रेडमा देख्नुहुँदैछ सोम सेकेन्ड डिभिजन अनि यतापट्टि देख्नुहुँदैछ ओरेन्ज ब्ल्याक एन्ड व्हाइटमा चाहिँ देख्नुहुँदैछ साँझभोटे है अनि यो म्याच चाहिँ के भयो भने स्ट्रङ र लुज भयो क्या अनि साँझभोटेको भाइहरू चाहिँ एकदमै राम्रो थियो अनि सोम पनि राम्रै हो है राम्रै खेल्नुभयो अनि मैले चाहिँ यो आधी खाली भिडियो गरेँ अनि आजको भिडियो चाहिँ तपाईँलाई कस्तो लाग्यो सो आजको भिडियोलाई यतिमा राख्दै अनि फेरि हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ अनि तपाईँलाई भिडियो मन लागेको छ डु लाइक एन्ड सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला सो बाई बाई एभ्रिवान